आज 12 कुने दह अवलोकन गर्दै जसलाई ब्राह दह पनि उपनामले चिनिन्छ। विष्णु भगवानको अवतारको रूपमा ब्राह भगवान जन्मिनु भएको थियो। यहाँ यस परिसरमा चाहिँ विभिन्न क्षेत्रका मान्छेहरू चाहिँ घुम्न आउने गर्दछन्। यहाँ चाहिँ यो पोखरीमा चाहिँ दहमा माछा पनि ठुला ठुला पालन गर्ने रहेछन्। परिसर ठुलो छ। यहाँ फुड स्टल पनि लगाएका छन्। मान्छेले व्यावसायिक रूपमा माछा पालन पनि यहाँ हुने रहेछ। पोखरी सानो सानो भए पनि ब्राह भगवानको स्वरूप 12 कुने दहमा विभिन्न क्षेत्रका मान्छेहरू चाहिँ यहाँ घुम्न आउने गर्दछन्। म पनि आज यहाँ फुर्सद मिलाएर 12 कुने दहमा आएको थिएँ। एकछिन विसर्जन गरिसकेपछि यहाँबाट जाने कुरो छ गाइज। हेर्न सक्नुहुन्छ परिसर ठुलो छ। ल यति भन्दै आजको भ्लग यहीँ गरौँ। सब्सक्राइब गर्दै गर्नुहोला। हिट द बेल आइकन अल्सो।